एउटा सुन्दर गाउँ थियो जहाँ एक प्रेम जोडी अञ्जली र बादल बस्दथे। बादलले जहिले पनि आफ्नै प्रेमिका अञ्जलीका लागि ढुङ्गाले च्यापेर एउटा पत्र छोड्ने गर्थे। त्यही पत्र पढेर अञ्जली आफ्नो प्रेमी बादललाई भेट्न जान्थिन्। यही ढुङ्गामुनिको पत्र नै उनीहरूको मिलनको आधार थियो। उनीहरू एकअर्कालाई खूब माया गर्थे, सँगै जिउने सँगै मर्ने कसम खाएका थिए। तर समय सधैँ एकनासको रहेन। एक्कासी उनीहरूको प्रेममा ठुलो वज्रपात आइपुग्यो। वेदना छ आँखाभरि पानी, यस्तो भाग्य लेखिदिने सै बने बैमानी।